हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर युट्युब च्यानल। आई होप कि सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि तपाईँले देख्न सक्नुहुन्छ आज म बिहानै नयाँ अवतारमा छु होइन। एकदमै बिहानै छ आज। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले, भर्खरै सूर्य आउँदैछ होइन। अनि यो चाहिँ गाउँबारी, अनि यता सबै चारैतिर गाउँबारी नै गाउँबारी रहेको छ होइन। अनि आजको भिडियो चाहिँ एकदमै स्पेसल छ होइन। के स्पेसल हुनु, त्यही यो गाउँ काटेको भिडियो चाहिँ आजको छ होइन। सबैजनाले लास्टसम्म हेर्नु होला। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई प्लिज सब्सक्राइब गर्नु होला। अनि यता साथीहरू हाँसिरहेको छन्। हेलो सरस्वती, हेलो। बिहान सबका मुख लट्किया छन्। दिदी हेलो हेलो गर्नु है छिटो। सबले सेफ्टी गरे होइन, नाक मुख सब बाँधेर। अब म पनि मुखमा बाँध्न जाँदैछु, त्यही भएर चाहिँ मैले अगाडि नै भिडियो स्टार्ट गरेको। यिनीहरूलाई चिन्न सक्नु भएन होला, तर केही छैन। पछि एकछिन नास्ता खाने बेलामा त यिनीहरूले खोलिहाल्छन् होइन। अनि यो धेरै टाढा छैन म आएको होइन, यही नै हो मेरो घर। अनि घरको छेउमा चाहिँ अनि हामीले हिजो काटेको गाउँ यता होइन। तर मैले हिजो चाहिँ भिडियो बनाइन, मोबाइल ल्याएको थिएन, त्यही भएर। अनि पछि झ्याउ लागेर पनि हिजो यति धेरै खेतालाहरू हुनुहुन्थ्यो। अब आज कतिजना आउनुहुँदो रहेछ होइन, पछि तपाईँहरूले देख्नुहुनेछ। कि वाचिङ साथीहरू। र अर्को दिदी आउनुभयो, एउटा दिदी भ्लगमा। हेलो दिदी। दिदी त उता भागेर जानुभयो, झन् आउनुभयो गाउँ काट्ने एकजना, अर्को प्लस होइन। यता नास्ता आयो। अब तिनजनालाई देखाएर म बाबा मान्छे कति छिटो खानालाई। यता कस्तो भयो है, म यहाँ पुरीको छेउमा बस्न लाग्छ होइन। अनि यहाँ चिया छ, दिदी बाँड्दै हुनुहुन्छ चिया। म पनि चिया कहिले खान्न। अब यहाँ मात्र यो मैले हिजो पनि खाएँ, आज पनि खाएँ, तर म घरमा त त्यसरी चिया कहिले खान्न। कस्तो छ त, मिठो छ। दुधको चिया छैन, मेरो ढङ्ग छैन। जाउ के गर्छु, के गर्ने थियो। के लिएर आएको तिमी? यो हाम्रो गाग्री पानीको छिटो पिउनुहोस्। यता पानीतिर खेलाइसक्यो मान्छेलाई। त्यो दाइसँग सुन्नु दाइ, मेरो काट्दिनु रहेछ बिललाई पर्छ। कैसे करके खाते हो मैं देखती हूँ। अनि स्पेशल है तो डांस र सिंगिंग कोई तो नहीं हो तो मला वीडियो करना लगी बोला। देखो गाइस, ये पागल हो चुकी है क्योंकि इसका गेहूं इतना ज्यादा है, लोग कोई नहीं आ रहे काटने के लिए। ये सारा पाटन उसी का, ये जमींदार है वो। थोड़ा गुस्सा हो रखी है वो, क्योंकि आज उसके गेहूं काटने के लिए कोई नहीं आए। कल ये दीदी के गेहूं काट रहे थे तो बहुत सारे लोग आए थे। फिर वो बहुत ज्यादा गुस्सा करेगी। मैं जा रही हूँ काटने। देखो ये अभी आ रही है काला दुपट्टा पहन के। हेलो मैया, त्यो शब्द भन्नु त खै अहिले आउनुको कारण। यस्तो यो धुपमा पुरा मुसलमान जस्तै देखिन लाग्नु भएको छ है। यस्तो जवान भाउजूहरू देखेर आउन मन लागेन अरे। 9 बजेका धुपमा आउनुभयो होइन। थकाइ लागेको छु, यता बसेको छु। दिदी यता बसिराख्नु भएको छ, अरू सबैजना उता छन्। मैले त
लाज लागेन अरे न पुरा ढाकी ढुकी आएको केला जाने खुब तैनालो भइकन खुब आहा खुब मलाई खुब सुनाउँछ आफूले कति काट्या त हिजो त आइतबार तपाईँको छुट्टी हुँदो त हिजो क्या बार हो आइतबार थियो के हिजो खुब आइतबार अब चाहिँ हामीले होइन यति काटेर सकाइसकेपछि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यो सबै अहिले काटेको हामीले अनि त्यसपछि चाहिँ एकछिन शीतलमा बस्नु पऱ्यो भनेर सबैजना जाँदै थिएँ अनि म पनि जाँदै थिएँ अनि त्यहाँ चाहिँ तारबाट लगाएको छ क्या फेरि त्यहाँबाट निसेर खुसेर जानुपर्छ नि त अनि त्यही भएर म चाहिँ त्यहाँबाट छिर्ने कोसिस गर्दै थिएँ अनि त्यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यो सबै किमको झाडहरू हो होइन किम यति मजाले फलेको रहेछ कि कुरै नगर्नु मामा यति धेरै पातहरू पनि नदेखिने ठ्याक्कै मेरो साथले हेर्नु न मेरो यहाँ फेसमा पुरै किम दलेर अनि यस्तो चकचक गर्छ होइन यसले चाहिँ अनि जति भने पनि मान्दैन के गरेको गर्छ अनि पुरै गालामा दाग बसेर अनि यसको त फेरि दाग बस्छ नि त एकदम अनि पुरै दलिदियो क्या भयो अनि त्यसपछि अनि यति धेरै पाकेको देख्दा त होइन नखाएर आफ्नो मनले पनि मानेन अनि त्यसपछि हामी चाहिँ एकछिन मजाले मिठो छ है भन्दै किम खायौँ होइन अनि यस्तो धेरै फलेको थियो होइन पातहरू पनि देखिन्न क्या भित्रभित्र यति ठुल्ठुलो अनि मिठो पनि थियो क्या एकदम अनि हाम्रोतिर त खासमा यसरी किम खायो भने त्यो पखालाहरू लाग्ने बोमेटहरू हुने बिरामी गराउँछ भन्ने हुन्छ के भनेर अनि त्यति साह्रो खान दिँदैन नि तर यस्तै पाकेको देख्दा त अनि नखाएर कहाँ मनले मान्छ त होइन हेर्नु नि तपाईँले देख्न सक्नुहुन्छ भित्रभित्र यति मजाले पाकेको थियो आमा अनि अब यहाँ फेरि म यहाँले टिपेर यति धेरै बनाउनु भएको थियो क्या अनि सबैजनालाई दिन्छु भनेर अनि मैले नि खाएँ खाना त खाएर त्यस्तो बिरामी त केही पनि भएन राम्रै भयो होइन अनि त्यसपछि सबैजना उता बसिराख्नु भएको छ अनि हामी चाहिँ यहाँ कुरा गर्दै गफ गर्दै दाँत हेर्नु न मेरो दाँतको बिजोको माइ गड कस्तो पुरै कालो भएको थियो होइन दाँतहरू अनि त्यही पनि खाइदिएँ होइन गफ गर्दै गर्दै खाना लाथेँ अनि साइडबाट चाहिँ सबैजनाहरू जिस्काइराख्नु भएको थियो अनि अब चाहिँ म किमसिम खाएर उनीहरू चाहिँ अझ थोरै काट्ने अरे अनि म एकदम धेरै गर्मी लागिरहेको छु नि त त्यही भएर म चाहिँ जान्छु भनेर म चाहिँ घर आएँ। साथीहरू यहाँ हाम्रो मासु पाक्दैछ खै आज बिहान काम गरेको होइन यहाँ दिदी हाम्रो कुकम्यान हुनुहुन्छ होइन आगोमा पकाउँदैछु मजाले दिदीले पकाउँदै हुनुहुन्छ यता मासु पाक्दैछ अनि यता म छु तपाईँले देख्न सक्नुहुनेछ अनि यहाँ हाम्रो मासु पाक्दैछ अनि म चाहिँ चाँडै आएको थिएँ क्या अघि नै यिनीहरूले फेरि मभन्दा पछि एक गडो काटेर आउनु भएको थियो अनि यहाँ देख्न सक्नुहुन्छ तपाईँले यहाँ भाँडा बर्तन अनि कपडादेखि लिएर सबै त्यहाँ धारामा टन्न भइसकेको छ अनि म चाहिँ यहाँ नुहाउनको लागि आएको होइन फ्रेस हुनु पऱ्यो नि त यसो भनेर अनि गर्मी सक्यो धेरै नै म नुहाउँछु दिदी त्यसपछि खाने हौ म लुगासुगा ल्याएर आइसकेँ अब यता मासु पाक्दैछ अनि मासु पाकुन्जेलसम्म त मजाले नुहाइधुवाइ गरेर म फ्रेस हुन्छु अनि त्यसपछि हामी फेरि भेट होला कि पाचिङ साथीहरू कस्तो लाग्दैछ तपाईँलाई हाम्रो यो भिडियो होइन यो टमाटर धुने मलाई काम दिनुभएको छ दिदीले कहाँ छ पानी यो पानी ल साथीहरू म काम गर्छु ओके बिहान अब चाहिँ म नुहाइधुवाइ गरेर पुरै रेडी भएर बसिसकेँ तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो ड्रेसअप चेन्ज भइसकेको छ होइन अनि चाहिँ नुहाइधुवाइ गरेर पनि खानासाना खाइसकेँ मैले तर खाना खाएको भिडियो चाहिँ गर्न पाइनँ त्यसको लागि चाहिँ सरी होइन अनि त्यसपछि खानामा चाहिँ हामीले के खायौँ त भन्दाखेरि खानामा चाहिँ दाल भात दाल होइन भात अनि मासु अनि आलु र कदुको तरकारी अनि फेरि हरियो साग अनि टमाटरको अचार त्यसपछि सलादमा चाहिँ प्याज र काँक्रा यति चाहिँ हामीले खायौँ होइन खाएर टन्न मजाले बसिसक्यौँ अनि त्यसपछि फेरि कति साह्रो हात दुख्छ यस्तो गर्नुपर्ने अवस्था आइरहेको थियो अनि त्यसपछि आज चाहिँ त्यही हो होइन अनि गाउँसाउँ काट्ने अनि खानासाना खाने एकदमै रमाइलो नै भयो तपाईँहरूले पनि मेरो भिडियो हेरेर इन्जोय गर्नुभयो होला भनेर चाहिँ मैले पुरा विश्वास गरेकी छु क्या छैन अनि त्यसपछि चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज गरेर मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि मेरो भिडियोहरू कस्तो लाग्छ जे जस्तो लाग्छ त्यस्तै प्रतिक्रियाहरू गरिदिनु होला भन्दै आजको भिडियोलाई चाहिँ म यहाँ इन्ड गर्न चाहन्छु बाई एभ्रीवान किप लभिङ किप सपोर्टिङ बाई